झण्डै 20 वर्ष अघि मदनपुर गाउँकी फूलमाया दुलही बनेर रामेछापको सुनकोशी किनारको एउटा सानो गाउँमा आइपुग्दा उनले कल्पना गरेको जीवन यही थियो, सादा तर सुमधुर। उनका पति गोकुल गाउँको मध्यमवर्गीय परिवारका एक्ला छोरा थिए। गोकुलको बोलीमा शालीनता र व्यवहारमा इमानदारी झल्किन्थ्यो। उनले फूलमायालाई आफ्नी रानी झैं सम्मान दिए। विवाह भएको 1 वर्षभित्रै उनीहरूको घरमा छोरा विवेकको आगमन भयो। त्यसको 3 वर्षपछि छोरी विपना जन्मिइन्। गोकुलले गाउँकै सरकारी विद्यालयमा प्राथमिक तहका शिक्षकको जागिर पाएका थिए। उनको मासिक आम्दानीले घर परिवार राम्ररी चलेको थियो। फूलमायाको संसार गोकुल, विवेक र विपनामै सीमित थियो। बिहान सबेरै उठेर घरधन्दा गर्नु, बालबालिकालाई तयार गर्नु, गोकुलका लागि खाना तयार गर्नु र दिउँसोको समयमा बारीको काम गर्नु उनको दिनचर्या थियो। गोकुल छुट्टीका दिनमा घरको काममा सघाउँथे र साँझको समय बालबालिकालाई पढाउन र फूलमायासँग गफ गरेर बिताउँथे। उनीहरूको दाम्पत्य जीवन गाउँलेहरूका लागि एउटा अनुकरणीय उदाहरण थियो। गोकुल दाइ र फूलमाया भाउजूको जोडी त भगवानले स्वर्गमा बनाएर पठाइदिएको होला। न कहिले झगडा, न कुनै किचलो। छिमेकी सानी काकी अक्सर भनिरहन्थिन्। करिब 15 वर्षसम्म उनीहरूको जीवन सुनकोशी नदी जस्तै शान्त र स्थिर बगिरह्यो। बालबालिका हुर्कदै थिए। विवेक SEE को तयारी गर्दै थियो भने विपना कक्षा 7 मा पढ्दै थिइन्। गोकुल शिक्षक सङ्घको सदस्य भएपछि जिल्ला सदरमुकाम धाउन थालेका थिए, जसले गर्दा उनको सामाजिक दायरा फराकिलो भएको थियो। परिवर्तनको पहिलो सङ्केत तब देखियो जब गोकुलको व्यवहारमा अचानक फेरबदल आउन थाल्यो। सुरुमा यो सानोतिनो कुरा थियो। गोकुल अब घरमा पहिलेको जस्तो हँसिलो र फुर्तिलो देखिँदैनथे। उनी धेरैजसो चुपचाप बस्न थालेका थिए। जिल्ला सदरमुकामको बैठक सकेर फर्किँदा उनी पहिले फूलमायालाई बाटाभरिका गफ सुनाउँथे र बालबालिकाका लागि ससाना उपहार ल्याउँथे। तर पछिल्लो समय उनी फर्केपछि थकित र विरक्त देखिन्थे। फूलमायाले एक साँझ सोधिन्, "ए गोकुल, के भयो हजुरलाई? आज भोलि किन यति धेरै मौन हुनुहुन्छ? केही कुराले सताएको छ र?" गोकुलले आँखा नजुधाई जवाफ दिए, "होइन फूलमाया, केही भएको छैन। शिक्षक सङ्घको काममा धेरै दौडधुप गर्नुपर्छ, थकाइ लाग्छ, धेरै नसोच। जिल्ला सदरमुकाममा कसैसँग मनमुटाव पो भयो कि? भन्नुस् न, जे भए पनि म तपाईँको आधा अङ्ग हुन्," फूलमायाले मायालु ढङ्गमा भनिन्। गोकुलले झर्को मान्दै भने, "भनिसके, केही छैन। अब मलाई शान्तिसँग सुत्न देऊ। तिमी पनि धेरै नबोल।" गोकुलको यो अस्वाभाविक झर्कोपना फूलमायाका लागि एउटा ठूलो धक्का थियो। गोकुलले यसरी कहिल्यै बोल्दैनथे। यसपछि उनीहरू बीचको दूरी बढ्दै गयो। गोकुलले आफ्नो फोनमा अत्याधिक समय बिताउन थाले। पहिले उनलाई फोनमा साथीभाइसँग कुरा गर्न वा नसमाचार हेर्न मन लाग्थ्यो, तर अब उनी फोन लिएर गोप्य रूपमा कोठाको अर्को कुनामा वा घर बाहिर गएर कुरा गर्न थाले। फोनमा कसैको कल आउँदा उनी हतारिएर कोठाबाट बाहिर जान्थे र फुसफुसाएर कुरा गर्थे। फूलमायाले एक दिन आँट गरेर सोधिन्, "कसको फोन हो गोकुल? किन यति गोप्य रूपमा कुरा गर्नुहुन्छ?" गोकुल आँते, "अरे, यो त प्रधानाध्यापकको फोन हो। विद्यालयको गोप्य काम छ। तिमीलाई किन चासो? गोप्य कामको कुरा किन फुसफुसाएर गर्नुपर्छ?" फूलमायाको प्रश्नमा शङ्काको गन्ध मिसिएको थियो। गोकुलले तुरन्तै रिसको प्रदर्शन गरे, "तिमीलाई अब मेरो जासुसी गर्न मन लाग्यो होइन? तिमीले मलाई विश्वास गर्दैनौ?" विश्वास, जुन उनीहरूको दाम्पत्य जीवनको जग थियो, अब गोकुलको रिस र झर्कोपनाको आवरणमा ओइलाउन थालेको थियो। फूलमायाले त्यसपछि फोनको विषयमा प्रश्न गर्न छोडिदिइन्, तर उनको मनमा एउटा अदृश्य काँडा बिजिरह्यो। शारीरिक र मानसिक दूरी बढ्दै जाँदा उनीहरू बीचको आर्थिक दूरी पनि बढ्न थालेको थियो। गोकुल प्रायजसो पैसाको अभाव भएको कुरा गर्न थालेका थिए, जबकि उनको आम्दानीमा कुनै कमी आएको थिएन। एक साँझ फूलमायाले गोकुललाई भनिन्, "विवेकको SEE को फारम भर्ने बेला भयो। विपनाको विद्यालयको शुल्क पनि तिर्न बाँकी छ। तपाईले अस्ति ल्याएको पैसाले त घरको रासन मात्र पुग्यो। गोकुलले आतिएर भने,
अहिले मसँग पैसा छैन फुलमाया, तिमीलाई मैले अस्ति दिएको थिएँ त, तिमीले के गर्यौ? मैले त तपाईँले भने जस्तै रासन र बिरामी पर्दा औषधि किन्न खर्च गरे। कहाँ गयो पैसा? तपाईँलाई थाहा छ नि बालबालिकाको पढाइ कति महत्त्वपूर्ण छ। एउटा ठुलो समस्या आइपरेको छ। साथीले धेरै नै समस्यामा परेपछि मैले उसलाई ठुलो ऋण दिएको छु। उसले फिर्ता गर्ने बित्तिकै तिमीलाई दिइहाल्छु। गोकुलले हडबडिएर झुट बोले। गोकुल कहिले ऋण दिने वा लिने बानी भएका व्यक्ति थिएनन्। उनी निकै मितव्ययी थिए। फुलमायालाई गोकुलको कुरामा पटक्कै विश्वास लागेन। कस्तो साथी हो त्यो? तपाईसँग कहिले पैसा माग्दैन थियो त? नाम भन्नुस् न, म पनि थाहा पाऊँ। ठुलो ऋण कसरी दिनुभयो? फुलमायाको अनुहारमा गम्भीरता र पीडा स्पष्ट देखिन्थ्यो। गोकुलको अनुहार रातो भयो। मैले नाम भन्न मिल्दैन। मैले उसलाई वचन दिएको छु। अब मलाई तिमीमाथि शङ्का लाग्न थाल्यो। तिमी मलाई प्रश्न मात्र गरिरहन्छौ। के तिमी मेरो कमाइलाई आफ्नो पिरणी सम्पत्ति ठान्छौ? यो पहिलो पटक थियो जब गोकुलले पैसाको विषयमा यति तीखो शब्द प्रयोग गरेका थिए। फुलमायाको आँखामा आँसु भरियो। उनी चुप लागिन्। उनलाई लाग्यो गोकुलमाथि कुनै अदृश्य शक्तिको प्रभाव परेको छ, जसले गर्दा उनी यति परिवर्तन भएका छन्। दिन प्रतिदिन गोकुल र फुलमायाको सम्बन्ध कमजोर हुँदै गयो। गोकुल हप्तामा 2-3 दिन जिल्ला सदरमुकाम जान थालेका थिए। उनी घरमा आउँदा अत्तरको बास्ना आउँथ्यो, जुन पहिले कहिले आउँदैन थियो। उनी फर्किँदा फुलमायाको अनुहार हेर्दैनथे। एक दिन गोकुल सदरमुकाम जानको लागि निस्किए। उनले फुलमायालाई भने, मलाई आज फर्किन अलि ढिला हुन सक्छ, पर्खिनु पर्दैन। गोकुल घरबाट निस्केपछि फुलमायाको मनमा एउटा निर्णायक विचार आयो। यो शङ्का र डरको जीवन भन्दा त सत्यसँग जुझ्नु नै राम्रो, उनले सोचिन्। उनले विवेकलाई बोलाएर भनिन्, बाबु, आज तिमीलाई पढाउन मलाई ढिला हुन्छ। बाबुलाई र बहिनीलाई खाना खुवाएर तिमीहरू सुत्नु। म एकैछिनमा आउँछु। फुलमायाले आफ्नी छिमेकी सानी काकीलाई बालबालिकाको हेरचाह गरिदिन अनुरोध गरिन् र हतार हतार सदरमुकाम जाने बाटो लागिन्। उनी पैदल हिँड्दै र केही दूरी बसमा यात्रा गर्दै सदरमुकाम पुगिन्। सदरमुकाम पुगेपछि उनले गोकुललाई खोज्न थालिन्। गोकुलले प्राय कुरा गर्ने शिक्षक सङ्घको अफिसमा गएर बुझिन्। त्यहाँका एक कर्मचारीले भने, गोकुल सर त आज आउनु भएको छैन। उहाँको आज कुनै बैठक पनि थिएन। यो सुनेर फुलमायाको हृदय चकनाचुर भयो। गोकुलले उनीसँग झुट बोलेका रहेछन्। यदि उनी सङ्घको काममा आएका होइनन् भने कहाँ गए? उनको मनमा रिस, डर र निराशाको आँधी चल्यो। उनी बजार भरे गोकुललाई खोज्न थालिन्। बजारको मुख्य चोकमा पुगेपछि उनले एउटा आधुनिक रेस्टुरेन्ट देखिन्, जुन गाउँलेहरूको पहुँचभन्दा टाढा थियो। रेस्टुरेन्टको झ्यालबाट भित्र हेर्दा फुलमायाको आँखामा कालो बादल छायो। उनको शरीर निष्प्राण भयो। झ्यालको छेउको टेबलमा गोकुल बसिरहेका थिए, तर उनी एक्लै थिएनन्। उनीसँग एउटा आकर्षक र फेसनदार महिला थिइन्, जसको उमेर गोकुलभन्दा निकै कम देखिन्थ्यो। ती महिलाले गोकुलको हातमा आफ्ना हात राखेकी थिइन् र दुवैजना खुसीका साथ हाँस्दै गफ गरिरहेका थिए। गोकुलको अनुहारमा त्यही चमक थियो जुन फुलमायाले धेरै समयदेखि देखेकी थिइनन्। गोकुलले ती महिलालाई एउटा महँगो उपहार दिएको फुलमायाले प्रष्ट देखिन्। गोकुलले पैसा अभावको कारण जुन ऋणको बहाना बनाएका थिए, त्यो ऋण वास्तवमा यसै विलासिताको लागि खर्च भएको रहेछ। फुलमायाको दिमागमा एउटा ठुलो विस्फोट भयो। सबै शङ्का, डर र प्रश्नहरूको जवाफ उनले एक नजरमै पाइन्। गोकुलले उनलाई धोका दिएका रहेछन्। फुलमाया रेस्टुरेन्टको ढोकामा पुगिन् र भित्र पसिन्। गोकुल र ती महिला दुवैलाई देखेर पुरै रेस्टुरेन्टमा सन्नाटा छायो। गोकुलले फुलमायालाई देखेर अचम्मको झट्का महसुस गरे। उनको अनुहार पहेँलो भयो। उनी हतार हतार उठेर उभिए। फुलमाया, तिमी यहाँ के गर्दैछौ? गोकुलले हडबडाउँदै प्रश्न गरे। फुलमायाले कुनै जवाफ दिइनन्। उनको आँखामा आँसु थिएनन्, केवल घोर निराशा र आक्रोश थियो। उनले ती महिलालाई हेरिन्। ती महिलाको अनुहारमा डर भन्दा बढी घमण्डको भाव थियो। यिनलाई कसरी चिन्छौ गोकुल? फुलमायाको आवाजमा चट्टानको कठोरता थियो। यिनलाई त मैले चिनेको होइन। यिनी त गोकुलले स्पष्ट जवाफ दिन सकेनन्।
त्यही बेला ती महिलाले मुस्कुराउँदै भनिन्, किन नाटक गरेको दाई? मदनपुरकी फुलमाया दिदीलाई त गोकुल दाईले सबै कुरा भन्नुभएको रहेछ, होइन र दाई? गोकुलले फुलमायालाई हेरे, होइन फुलमाया, यस्तो होइन। फुलमायाले गोकुललाई रोक्दै भनिन्, झुट नबोल्नुस् गोकुल, तपाईँको अनुहारले सबै कुरा भनिसक्यो। जसको लागि तपाईँले मलाई र मेरा बालबालिकालाई झुटको पर्खिताभित्र थुन्नुभयो, आज त्यो पर्खिता ढल्यो। मलाई माफ गर्न फुलमाया, मैले गल्ती गरेँ, एकछिन बस न, म तिमीलाई सबै कुरा भन्छु। गोकुलले फुलमायाको हात समात्न खोजे। फुलमायाले आफ्नो हात पछाडि सारिन् र रेस्टुरेन्टको ढोकातिर हेरिन्। मलाई केही सुन्नु छैन, म अब तपाईँको घरमा बस्न सक्दिनँ। गोकुलको टाउको निहुर्यो। उनलाई फुलमायाले यस्तो कठोर निर्णयले सामना गर्छिन् भन्ने लागेको थिएन। फुलमाया तुरन्तै रेस्टुरेन्टबाट बाहिर निस्किन् र गाउँतिर फर्किन्। बाटोभरि उनको मनमा आँसुको खोला बगिरह्यो, तर उनका आँखा सुक्खा थिए। उनले मनमा नै एउटा प्रण गरिन्, अब उनी कसैको सौता भएर बाँच्ने छिनन्। उनी आफ्नो र आफ्ना बालबालिकाको लागि एउटा नयाँ बाटो खोज्ने छिन्। रेस्टुरेन्टबाट निस्किएपछि फुलमायाले हतार हतार गाउँ फर्किने बस समातिन्। शरीर गाउँतर्फ गइरहेको थियो, तर मनमा हजारौं प्रश्नहरूको भुमरी चलिरहेको थियो। धोका, अपमान र असहायताको भावनाले उनलाई गाँजेको थियो। साँझ ढल्किसकेको थियो। घर पुग्दा बालबालिका खाना खाएर सुत्ने तयारीमा थिए। छिमेकी सानी काकीले उनलाई पर्खिरहेकी थिइन्। कहाँ हराउनु भयो भाउजू? बालबालिकाले त कति बेलादेखि हजुरलाई पर्खिएर बसेका थिए। सानी काकीले सोधिन्। फुलमायाले आफूलाई सामान्य देखाउँदै भनिन्, दिदी, आज मलाई टाउको दुखेर सदरमुकामको अस्पताल गएको थिएँ। ढिला भयो। हजुरलाई कति दुःख भयो? छी, दुःख कस्तो? मदनपुरे गाउँमा हामीले एक अर्कालाई नहेरे कसले हेर्छ र? अब आराम गर्नुस् है। सानी काकी बिदा भइन्। फुलमाया बालबालिका सुत्ने कोठामा पसिन्। छोरा विवेक ओछ्यानमा पल्टिरहेको थियो र छोरी विपना आधा निदाइसकेकी थिइन्। फुलमायाले उनीहरूलाई अङ्गालो हालेर चुम्बन गरिन्। विवेकले आमाको आँखा हेर्दै सोध्यो, आमा, तपाईँ किन यति दुःखी देखिनुहुन्छ? फुलमायाले विवेकलाई ढाडस दिँदै भनिन्, होइन बाबु, आज धेरै हिँडेर थकाइ लागेको मात्र हो। रातको करिब 10 बजे गोकुल घर फर्किए। उनी अपराधी झैँ डराएका र हताश देखिन्थे। उनले फुलमायालाई कोठाको ढोकामा उभिएको देखे। फुलमाया, गोकुलले धीमा आवाजमा भने। फुलमायाले उनलाई कोठाभित्र बोलाएर ढोका लगाइन्। उनले सिधै गोकुलको आँखामा हेर्दै भनिन्, तपाईले मसँग झुट बोल्नुभयो। शिक्षक सङ्घको बैठकमा होइन, तपाईँ त एउटी युवतीसँग रेस्टुरेन्टमा हुनुहुन्थ्यो। गोकुलले तत्काल बचाउको मुद्रा अपनाए। होइन फुलमाया, म त उनलाई चिन्दिनँ। उनी त बाटोमा भेटिएकी। बस, अब तपाईँको एउटा पनि झुट सुन्न चाहन्न। फुलमायाले आफ्नो हात उठाइन्। तपाईँले मलाई मात्र होइन, यी मासुम बालबालिकालाई पनि धोका दिनुभयो। तपाईँको अत्तरको बास्नाले हाम्रो घरको खुसीको बास्नालाई मेटाएको छ। फुलमायाको स्वरमा कुनै रिस थिएन, केवल गहिरो पीडा थियो। त्यो पीडा गोकुलका लागि 1000 गाली भन्दा बढी तिखो थियो। गोकुलले घुँडा टेक्दै भने, मलाई माफ गर फुलमाया, म स्वीकार गर्छु कि मैले गल्ती गरेँ, तर यो गल्ती हो, सम्बन्ध होइन। म तिमीलाई छोड्न सक्दिनँ, यी बालबालिकालाई छोड्न सक्दिनँ। गल्ती त बाटामा हेर्दा चिप्लनुलाई भनिन्छ। तपाईले त योजनाबद्ध रूपमा हाम्रो इमानको जग भत्काउनु भयो। अब तपाईले एउटा कुरा मात्र भन्नुस्, ती महिला को हुन्? गोकुलले बाध्य भएर स्वीकार गरे। उनको नाम सपना हो। उनी सदरमुकामको एउटा निजी विद्यालयमा शिक्षिका छिन्। उनी आफ्नो संसारमा एक्ली छिन्। एक्ली छिन्? अनि म के तपाईको संसारमा हुलका हुलसँग छु? मेरो संसार कति भरिएको छ? तपाईले उहाँलाई के वचन दिनुभएको छ? फुलमायाको प्रश्नले गोकुललाई निरुत्तर बनायो। मैले उहाँलाई विवाह गर्ने वचन दिएको छु।
गोकुलले टाउको निहाउँदै भने। फुलमायाले आँखा चिम्लिएर गहिरो सास लिइन्। गोकुलको यो स्वीकारोक्तिले उनको बाँकी रहेको आत्मसम्मानलाई पनि ध्वस्त पारिदियो। तपाईले आफ्नो निर्णय लिइसक्नुभयो, मैले पनि मेरो निर्णय लिएँ। फुलमायाले उठेर भनिन्, म अब यो घरमा तपाईको सौता भएर बस्न सक्दिनँ। मलाई र मेरा बालबालिकालाई अब तपाईको जीवनमा ठाउँ छैन। गोकुलले रोक्न खोजे, तर फुलमायाले उनलाई वास्ता गरिनन्। उनले छुट्टै कोठामा गएर ओछ्यानमा पल्टिन्, तर रातभर उनलाई निन्द्रा परेन। उनी अब आफ्नो भाग्यको फैसला गर्ने तयारीमा थिइन्। सपनाको कुरा गोकुलले फुलमायालाई लुकाएका थिए, तर फुलमायाले गाउँका केही साथीहरूसँग गोप्य रूपमा बुझ्दा सपनाको बारेमा थप रहस्य खुल्यो। सपना करिब 28 वर्षकी थिइन्। उनी सदरमुकामको एउटा टाढाको गाउँबाट आएकी थिइन्। उनको आकर्षण र आधुनिक जीवनशैलीले गोकुललाई मोहित गरेको थियो। गोकुलको शिक्षक सङ्घको बैठकमा जाँदा सपनासँग पहिलो भेट भएको थियो। सपनाले गोकुललाई सुरुमा आफ्नो जीवनको दुःख सुनाएर भावनात्मक रूपमा फसाइन्। उनले भनिन् कि उनलाई स्थिर जीवन र सच्चा प्रेम चाहिएको छ। गोकुल, जो आफ्नो सामान्य दाम्पत्य जीवनबाट केही नयाँपन खोजिरहेका थिए, सपनाको मिठो बोली र शारीरिक आकर्षणको जालमा सजिलै फसे। गोकुलले सपनालाई सदरमुकाममा कोठा भाडामा लिन र उनको निजी विद्यालयमा राम्रो जागिर खोज्न आर्थिक सहयोग गरेका थिए। जुन पैसा उनले ऋण दिएको भनेका थिए, त्यो वास्तवमा सपनाको विलासिताको लागि खर्च भएको थियो। गोकुललाई लाग्यो उनले फुलमायाबाट नपाएको सराहना र स्वतन्त्रता सपनामा पाएका छन्। तर सपनाले गोकुललाई केवल आफ्नो महत्त्वाकांक्षा पूरा गर्ने सिडी बनाएकी थिइन्। गोकुलको यो पतन मध्य जीवन सङ्कटको एउटा दुःखद उदाहरण थियो, जहाँ उनले आफ्नो इमान र नैतिकतालाई बिर्सेर क्षणिक सुखको पछि लागेका थिए। उनले आफ्नो परिवारमा अभाव र तनाव सृजना गरेर सपनालाई ऐश्वर्य प्रदान गरिरहेका थिए। फुलमायाको यो द्वन्द्वबाट बालबालिका अछुत रहने कुरै थिएन। विवेक, जो SEE को तयारी गरिरहेको थियो, आफ्नो बुवा आमाको मौनता र तनाव देखेर डर महसुस गरिरहेको थियो। विपना सानै भए पनि घरको अन्धकार वातावरणले गर्दा हाँस्न र खेल्न छोडेकी थिइन्। एक बिहान फुलमायाले बालबालिकालाई आफ्नो छेउमा राखेर भनिन्, बाबु र नानी हो, आमा तिमीहरूलाई एउटा सत्य कुरा भन्न चाहन्छु जुन अलि कठिन छ। विवेकको अनुहारमा चिन्ताको रेखा देखियो। तिम्रो बुवाले अर्की एकजना महिलासँग विवाह गर्ने निर्णय गर्नुभएको छ। फुलमायाले आँखामा आँसु नल्याइकन भनिन्, अर्थात् त्यो महिला यो घरमा आउनुहुनेछ। अब तिमीहरूका 2 जना आमा हुनुहुनेछ। विपनाले तुरुन्तै प्रश्न गरिन्, किन आमा? हामीलाई त तपाईँ मात्र आमा हुनुहुन्छ, किन अर्की आमा चाहिन्छ? विवेकले टाउको हल्लाउँदै भन्यो, बुवाले किन यस्तो गर्नुभयो? उहाँले त हामीलाई असाध्यै माया गर्नुहुन्थ्यो। फुलमायाले उनीहरूको हात समातिन्। माया गर्नुहुन्थ्यो बाबु, तर मान्छेको मन कहिलेकाहीँ परिवर्तन हुन्छ। यो दोष तिमीहरूको होइन, यो दोष हाम्रो सम्बन्धको हो। तर म तिमीहरूलाई एउटा कुरा भन्न चाहन्छु, म तिमीहरूको वास्तविक आमा हुँ र यो संसारमा तिमीहरूलाई सबैभन्दा बढी माया गर्ने मान्छे पनि म नै हो। फुलमायाले बालबालिकालाई आफ्नो निर्णय सुनाइन्। म अब यो घरमा बस्न सक्दिनँ। म तिमीहरूलाई लिएर सहर जान्छु। म त्यहाँ काम गर्छु र तिमीहरूलाई पढाउँछु। विवेकले आँसु झार्दै भन्यो, सहर? तर यो घर हाम्रो होइन र? घर त हाम्रो हो बाबु, तर अब यो घरमा शान्ति र सम्मान छैन। जहाँ आत्मसम्मान हुँदैन, त्यहाँ खुसी पनि हुँदैन। म तिमीहरूलाई आत्मसम्मान सहितको जीवन दिन चाहन्छु। बालबालिकाले फुलमायाको यो निर्णयलाई पीडासँगै स्वीकार गरे। उनीहरूलाई थाहा थियो कि घरको वातावरण कति दमनात्मक भइसकेको छ। अर्को बिहान फुलमायाले गोकुललाई बोलाइन्। गोकुलले रातभरि निदाउन सकेका थिएनन् र पछुतोमा जलिरहेका थिए। मैले हिजो रातिभरि सोचे गोकुल, तपाईलाई मैले सपनासँग विवाह गर्नबाट रोक्न सक्दिनँ।
न त म तपाईको पहिलो पत्नीको रूपमा रहन सक्छु। म आज यो घरबाट बालबालिकालाई लिएर सधैँको लागि जाँदैछु। गोकुलले आत्तिएर भने, के भन्दैछौ फुलमाया? तिमीहरू कहाँ जान्छौ? सहरमा कसरी बाँच्न सक्छौ? मसँग पैसा छैन। पैसा छैन? सपनाको विलासिताको लागि त तपाईको ढुकुटी कहिले रिथिएन। फुलमायाले व्यङ्ग्य गरिन्। मलाई तपाईको पैसा चाहिएन। मलाई मेरो आत्मसम्मान चाहिएको छ, जुन तपाईले पाइताला मुनि कुल्च्याउनु भयो। फुलमायाले गोकुललाई दुईवटा माग राखिन्। एक, पारिवारिक सम्पत्तिमा म र बालबालिकाको कानुनी अंश। उनले गोकुलको नाममा रहेको केही जग्गा र नगदमा कानुनी अधिकार मागिन्, ताकि उनीहरू सहरमा सानो व्यवसाय सुरु गर्न सकुन्। 2, बालबालिकाको शिक्षाको ग्यारेन्टी। उनले गोकुलले बालबालिकाको उच्च शिक्षामा आर्थिक सहयोग गर्नुपर्ने शर्त राखिन्। गोकुलले सुरुमा अस्वीकार गरे। म तिमीलाई यो घर छोड्न दिन्न, तिमी जानै पाउँदिनौ। फुलमायाले आफ्नो अधिकारको कुरा गर्न थालिन् र कानुनी सहायता लिने धम्की दिइन्। गोकुल समाजमा शिक्षकका रूपमा सम्मानित व्यक्ति थिए। उनी कुनै पनि सार्वजनिक बदनामी चाहन्थेनन्। अन्तमा गोकुल फुलमायाको शर्त मान्न बाध्य भए। उनले फुलमायालाई उनको अंशको केही रकम र गाउँकै एउटा सानो जग्गा बेचेर आएको नगद दिए। सामान बान्ता विवेकले बुवालाई अँगालो हालेर भन्यो, बुवा, अब तपाईँ हामीलाई भेट्न आउनुहुन्न? गोकुलले विवेकलाई अँगालो हाले, तर उनको घाँटीबाट आवाज निस्केन। फुलमायाले गोकुललाई अन्तिम पटक हेरिन् र भनिन्, हाम्रो सम्बन्धको मृत्यु आज भएको हो गोकुल, अब तपाईँ खुसी हुनुहोस्। फुलमायाले आफ्नो सानो संसार विवेक र विपनालाई समातिन् र अन्धकारको बीचमा एउटा नयाँ आशा बोकेर गाउँ छोडिन्। उनीहरू सिधै जिल्ला सदरमुकाम भन्दा परको ठूलो सहरतर्फ लागे। फुलमाया गएको केही दिनपछि गोकुलले सपनालाई आफ्नो घरमा भित्राइन्। गोकुलले फुलमायाको विद्रोहलाई लुकाएर सपनालाई भने, फुलमाया त माइत गएकी छिन् र उनलाई फर्किन धेरै समय लाग्छ। सपना गाउँको त्यो साधारण घरमा आउँदा अत्यन्त असन्तुष्ट थिइन्। उनले गोकुललाई सधैँ मधुर र महँगो सामान खरिद गर्न दबाव दिन थालिन्। गोकुललाई यो घर खाली र दुःखदायी लाग्यो। उनले फुलमायाको सादा र मायालु व्यवस्थापनको महत्त्व बुझे। सपनाले घरको काममा सहयोग गरेनन्, बरु गोकुललाई नै धेरै भन्दा धेरै पैसा कमाउन दबाव दिन थालिन्। गाउँलेहरूले गोकुलको यो कदमलाई देखेर निन्दा गरे। सानी काकी र अन्य छिमेकीहरू गोकुलको घरमा आउन छोडे। गोकुल सामाजिक रूपमा एक्लै भए र सपनासँगको उनको सम्बन्ध मानसिक तनावमा परिणत हुन थाल्यो। यता सहरमा फुलमायाले आफ्नो 2 बालबालिकासँगै कसरी नयाँ जीवन सुरु गर्छिन्। उनलाई जीवनमा आउने आर्थिक र सामाजिक चुनौतीहरू कस्ता हुन्छन्। फुलमायाले आफूसँग भएको नगद र केही गहना बेचेर प्राप्त गरेको पैसा लिएर काठमाडौँ उपत्यका नजिकको एक मध्यम सहरमा आइपुगिन्। उनीसँग कुनै शैक्षिक योग्यता वा व्यावसायिक सिप थिएन, तर उनीसँग हिम्मत, मातृत्वको प्रेम र आत्मसम्मानको अथाह शक्ति थियो। सुरुमा उनले सहरको एउटा सस्तो कोठा भाडामा लिइन्। सहरको जीवन गाउँको जस्तो सरल थिएन। पानी र बिजुलीको समस्या, महँगो बजार र बालबालिकालाई नयाँ विद्यालयमा भर्ना गर्नुपर्ने चुनौतीहरू उनका सामु पहाड बनेर उभिए। विवेकलाई कक्षा 10मा र विपनालाई कक्षा 8मा भर्ना गर्न फुलमायाले आफूसँग भएको आधाभन्दा बढी पैसा खर्च गरिन्। आमा, कि हामी अब यही बस्ने हो? विवेकले एक दिन सोध्यो। हो बाबु, यो हाम्रो नयाँ घर हो जहाँ हामी शान्तिसँग बस्न सक्छौँ, फुलमायाले हाँस्दै भनिन्, तर त्यो हाँसोभित्र सङ्घर्षको पीडा लुकेको थियो। फुलमायाले तुरुन्तै कामको खोजी सुरु गरिन्। उनी शिक्षित नभएकाले उनलाई सरकारी वा निजी कार्यालयमा काम पाउन सम्भव थिएन। उनले घरहरूमा भाडा माझ्ने र सरसफाई गर्ने घरेलु कामदार काम खोज्ने निर्णय गरिन्। पहिलो पटक उनले एउटा उच्च वर्गको परिवारको घरमा काम पाइन्। काम कठिन थियो,
घन्टौँ उभिएर भाँडा माझ्नु, कपडा धुनु र घर सफा गर्नु पर्थ्यो। मालिकहरूको बोली कहिलेकाहीँ रुखो हुन्थ्यो, तर फुलमायाले सबै अपमान र शारीरिक थकाइलाई सहन गरिन्, किनभने उनको मनमा एउटै लक्ष्य थियो, बालबालिकाको भविष्य सुरक्षित गर्नु। बिहान सबेरै 4 बजे उठेर उनी काममा जान्थिन् र बेलुका अबेर घर फर्किन्थिन्। उनको आम्दानीले बल्ल तल्ल कोठा भागा र रासन धान्न पुग्थ्यो। यसैबीच विवेक र विपन्नाले पनि आफ्नो कर्तव्य बुझेका थिए। विवेक आफ्नो पढाइमा गम्भीर भयो। आमाको दुःख देखेर उसले कम बोल्न र बढी मेहनत गर्न सिक्यो। विपन्नाले पनि फुर्सदको समयमा आमालाई घरको काममा सघाउँथिन्। उनीहरू तीनैजनाको सानो परिवार सहरको भिडमा पनि अत्यन्तै बलियो भएर उभिएको थियो। घरेलु कामदारको कामबाट मात्र गुजारा चल्न गाह्रो भएपछि फुलमायाले अतिरिक्त आम्दानीको बाटो खोजिन्। उनलाई गाउँमा अचार बनाउने, पापड बेल्ने र विभिन्न परिकार बनाउने पारम्परिक सिप थियो। उनले सानी काकीले गाउँमा गरेको पापडको व्यापार सम्झिन्। फुलमायाले कम खर्चमा पापड र अचार बनाउन सुरु गरिन्। बिहान काममा जानु अघि र साँझ फर्केपछि उनी घन्टौँसम्म पापड बेल्थिन्। विवेक र विपन्नाले पनि फुर्सदमा प्याकेजिङमा सहयोग गर्थे। उनले बनाएको उत्पादनको गुणस्तर राम्रो भएकाले नजिकैको एउटा साना किराना पसलमा बेच्न राखिन्। सुरुमा बिक्री कम भयो, तर ग्राहकहरूले फुलमायाको पापडको स्वाद र गुणस्तर मन पराएपछि माग बढ्दै गयो। फुलमायाले एउटा महिला सहकारी समूहबाट सानो ऋण लिइन् र आफ्नो उत्पादनको दायरा बढाइन्। अब उनले बिहानको काम छोडेर पुरै समय आफ्नो पापड र अचारको व्यापारमा लगाउन थालिन्। उनले आफ्नो ब्रान्डको नाम राखिन्, फुलमायाको स्वाद। 1 वर्षको अथक प्रयासपछि फुलमायाको व्यापार बढ्यो। उनले अब भाडाको कोठा छोडेर थोरै ठुलो कोठा लिइन् र 2 जना महिलालाई काममा राखिन्। विवेकले एसईईमा उत्कृष्ट नतिजा ल्याए। फुलमायाको आँखामा सफलताको आँसु भरियो। उनले गोकुललाई भेटिन्, तर अब उनको अनुहारमा पीडा थिएन, केवल आत्मविश्वास थियो। गोकुल, तपाईले मलाई छोड्दा म शून्यमा थिएँ, तर त्यो शून्यले मलाई नयाँ जीवन कोर्न सिकायो। अब म कोही अभागी महिला हुन, म आफ्नो भाग्यको निर्माता हुँ, उनले गोकुलसँगको भेटमा भनिन्। यता गाउँमा गोकुल र सपनाको जीवन दुःखद मोडमा पुगिसकेको थियो। सपना, जो विलासी जीवनशैलीमा अभ्यस्त थिइन्, गाउँको साधारण जीवनमा अत्यन्तै बेचैन भइन्। उनलाई फुलमाया जस्तो घरेलु सिप थिएन। उनले न खाना राम्ररी बनाउन सक्थिन्, न घरको व्यवस्थापन गर्न सक्थिन्। गोकुलको घर अव्यवस्थित र फोहोर हुन थाल्यो। सपनाले गोकुललाई आफ्नो इच्छा र आवश्यकताहरू पूरा गर्न सधैँ दबाब दिन्थिन्। गोकुलले उनको माग पूरा गर्न ऋण लिन थालेका थिए। उनको शिक्षकको आम्दानी सपनाको असीमित मागको अगाडि अपर्याप्त थियो। झगडा उनीहरूको दिनचर्या बन्यो। सपनाले गोकुललाई सधैँ गाली गर्थिन्, तपाईले मलाई धोका दिनुभयो, तपाईको घरमा कुनै सुख छैन, तपाईको पहिलो वतीले तपाईलाई किन छाडेको भन्ने कुरा म अहिले बुझ्दैछु। सपनाले गोकुलको सामाजिक जीवनलाई पनि ध्वस्त पारिन्। उनी गाउँलेहरूसँग अशिष्ट व्यवहार गर्थिन्। उनी गोकुललाई शिक्षकको जागिर छोडेर सहरमा कुनै ठूलो व्यवसाय सुरु गर्न दबाब दिन्थिन्, जसको लागि गोकुल तयार थिएनन्। गोकुलले फुलमायाको महत्त्व बुझ्न थाले। फुलमायाले दुःखमा पनि हाँस्न र अभावमा पनि व्यवस्थापन गर्न सक्थिन्। सपनाले सुखमा मात्र बाँच्न जानेकी थिइन्। गोकुलले सपनासँग गिनासो गरे, तिमी किन फुलमाया जस्तो शान्त छैनौ? सपना रिसाएर भन्थिन्, म त्यो पिछडिएको गाउँले महिला जस्ती छैन, म आधुनिक छु, तपाईलाई मलाई जस्तो छु त्यस्तै स्वीकार गर्नुपर्छ। गोकुल अब आफ्नो घरमा 2टा नरकमा बाँचिरहेका थिए, सपनाको गाली र आफ्नै पछुतापको आगो। गोकुलको घरको अशान्तिले उनको विद्यालयको काममा पनि नकारात्मक असर पार्न थाल्यो। उनी विद्यालयमा ढिलो जान्थे र अप्रसन्न देखिन्थे।
विद्यार्थीहरूले पनि उनको पढाउने शैलीमा आएको उदासीनता महसुस गर्न थाले। शिक्षक सङ्घका साथीहरूले उनलाई सपनाको कारण उत्पन्न भएको घरेलु समस्याबारे प्रश्न गर्न थाले। गोकुलले सत्य कुरा लुकाउन सकेनन्। एक साँझ गाउँलेहरूले गोकुलको घरमा सपनाले गोकुललाई गाली गरेको र भाँडाकुँडा तोडेको सुने। यो घटनाले गोकुलको सामाजिक इज्जतलाई पूर्ण रूपमा ध्वस्त पार्यो। गोकुललाई सबै गाउँलेहरूले दोषी ठहराए। उनीहरूले भने गोकुलले सती फुलमायालाई छोडेर कुलक्षिणी सपनालाई घर भित्रायो, त्यसैले उसको यस्तो गति भएको हो। गोकुल अब गाउँमा एकाकी बनेका थिए। उनी कुनै पनि सामाजिक कार्यक्रममा सहभागी हुँदैनथिए। सपनाले उनको फोन चेक गर्ने र उनको हरेक गतिविधिमाथि शङ्का गर्थिन्। गोकुलले आफूलाई कैदी जस्तो महसुस गर्न थालेका थिए। उनले मनमनी सोचे, मैले क्षणभरको आकर्षणका लागि मेरो पुरै जीवनको सुख, शान्ति र इज्जत गुमाएँ। सपनाको माग र आर्थिक दबावले गोकुललाई पूर्ण रूपमा थकित बनायो। एक दिन सपनाले गोकुललाई धम्की दिँदै भनिन्, तपाईले मलाई सहरमा फ्ल्याट किनिदिनु भएन भने म तपाईलाई जुटा आरोप लगाएर फसाउँछु। गोकुललाई लाग्यो कि सपनाले उनसँग प्रेम होइन, केवल उनको पैसा र सामाजिक प्रतिष्ठा चाहन्थिन्। गोकुलले अन्तिम निर्णय लिए। उनले सपनालाई भने, म तिमीलाई यो घरमा राख्न सक्दिन। तिमीलाई के चाहिएको हो, पैसा कि घर? सपनाले गोकुलबाट ठुलो रकम मागिन्। गोकुलले आफ्नो बाँकी रहेको जग्गा बेचेर सपनालाई पैसा दिए। पैसा लिएपछि सपनाले गोकुलको घर छोडिन्। गोकुलले फुलमायालाई भेट्ने प्रयास गरे। उनी फुलमायाको व्यापार भएको ठाउँमा पुगे। फुलमायाले उनलाई आत्मविश्वासी र सफल महिलाको रूपमा भेटिन्। गोकुलले आँसु झार्दै भने, फुलमाया, मलाई माफ गर। सपनाले मलाई छोडेर गइन्। म अब एक्लो छु। मलाई एकपटकको मौका देऊ। म तिमी र बालबालिकालाई फर्काउन चाहन्छु। फुलमायाले शान्त तर दृढ भएर जवाफ दिइन्, गोकुल, तपाईको जीवनमा अहिले शून्य छ, त्यसैले तपाईँ मसँग फर्कन चाहनुहुन्छ। तर मेरो जीवनमा अब प्रेम, सम्मान र सफलता भरिएको छ। मेरो छोरा विवेक अब डाक्टर बन्न चाहन्छन् र विपना कानुन व्यवसायी। मेरो यो स्वर्गमा अब दोस्रो चोटि नरकको आगमन हुन सक्दैन। फुलमायाको जवाफले गोकुललाई लाग्यो कि उनले साँच्चै नै आफ्नी पत्नी र परिवार गुमाएका छन्। अब कथाको अन्तिम र चौथो भागमा गोकुलको अन्तिम अवस्था फुलमायाको सफलता र बालबालिकाको उच्च शिक्षामा केन्द्रित हुनेछ। गोकुललाई भेटेको 5 वर्ष बितिसकेको थियो। फुलमायाले सहरको त्यो सानो कोठा छोडेर अब आफ्नै एउटा घर किन्न सफल भएकी थिइन्। उनको फुलमायाको स्वाद ब्रान्ड अब केवल किराना पसलहरूमा मात्र होइन, ठुला सुपरमार्केटहरूमा पनि उपलब्ध थियो। उनको सानो व्यापार अब मध्यम स्तरको उद्योगमा परिणत भइसकेको थियो। फुलमायाले आफ्नो उत्पादन एक पारदर्शी प्रक्रियाबाट गर्थिन् र यसै कारणले उनको उत्पादनमाथि सबैको विश्वास थियो। उनले गाउँबाट आएका केही महिलाहरूलाई रोजगारी दिएकी थिइन्, जसले गर्दा उनी गाउँलेहरूका लागि पनि आशाको किरण बनेकी थिइन्। उनको मेहनतको वास्तविक फल उनको व्यापारमा मात्र होइन, उनका बालबालिकाको अनुहारको चमकमा झल्किन्थ्यो। विवेक अब चिकित्सा शास्त्रको अन्तिम वर्षमा पढ्दै थियो। उसले लगन र परिश्रममाथि विश्वास गर्थ्यो र उसको लक्ष्य अब डाक्टर बनेर ग्रामीण क्षेत्रमा सेवा गर्नु थियो। विपना काठमाडौँको प्रख्यात क्याम्पसमा कानुन पढ्दै थिइन्। उनको मनमा अन्याय विरुद्ध लड्ने र महिला अधिकारका लागि काम गर्ने ठूलो इच्छा थियो। उनले आफ्नो आमाको सङ्घर्षलाई देखेर शक्ति र दृढताको पाठ सिकेकी थिइन्। फुलमायाको दिनचर्या अब आर्थिक सङ्घर्षमा होइन, व्यवस्थापन र परिवारप्रतिको दायित्वमा बित्थ्यो। उनी अब गाउँकी साधारण गृहिणी होइनन्, उनी सफल उद्यमी, समाजमा सम्मानित व्यक्ति र उदाहरण दिइने आमा थिइन्। यता सुनकोशी किनारको त्यो गाउँमा गोकुलको जीवन चकमन्न भइसकेको थियो। फुलमाया र सपना दुवै गएपछि उनको घर विशाल तर खाली थियो। सपना गोकुलबाट ठूलो रकम लिएपछि केही समयपछि एक धनाढ्य व्यापारीसँग विवाह गरेर सहरमै बसिन्।
तर उनको त्यो सम्बन्ध पनि लामो समय टिक्न सकेन। सपनाले गोकुलको जीवनमा ल्याएको अशान्ति उनको आफ्नै जीवनमा पनि निरन्तर रह्यो। गोकुललाई थाहा भयो कि सपना कुनै पनि घरमा शान्ति ल्याउन सक्दिन थिइन्। गोकुलले आफ्नो जागिर कायम राखेका थिए, तर उनको मन पुरै भाँचिएको थियो। गाउँलेहरूले गोकुललाई दोषी मान्न छाडेका थिएनन्। कर्मको फल भन्ने उक्ति गोकुलको जीवनको सत्य बनेको थियो। गोकुल अब एकाकी थिए। साँझ परेपछि उनलाई घरमा फूलमायाले पकाएको मिठो खाना र बालबालिकाको हाँसोको याद आउँथ्यो। उनले गुमाएको चिज पैसा वा सुख थिएन, त्यो साँचो प्रेम, सम्मान र पारिवारिक शान्ति थियो। उनको स्वास्थ्य पनि बिग्रँदै गएको थियो। एक्लोपनले उनलाई डिप्रेसन अर्थात् अवसादमा धकेलेको थियो। उनी प्राय पुरानो फोटो हेरेर रुन्थे, जहाँ फूलमायाको अनुहारमा सन्तोष र विश्वास झल्किन्थ्यो। मैले के गरेँ, मैले आफ्नो सर्वस्व गुमाएँ, उनी प्राय आफैसँग कुरा गर्थे। गोकुललाई लागेको थियो कि फूलमाया बिना शिक्षा र बिना सिप एक्ली छिन् र एक दिन हार मानेर उनीसँग फर्किने छिन्। तर फूलमायाले गोकुलको यो भ्रमलाई पूर्ण रूपमा तोडिदिइन्। 7 वर्षपछि विवेकले डाक्टरको उपाधि हासिल गर्ने दिन आयो। दीक्षान्त समारोह सहरको सबैभन्दा ठूलो हलमा आयोजित थियो। फूलमाया नेपाली महिलाको साडीमा सजिएकी, अनुहारमा अत्याधिक गर्व र सन्तोष लिएर बसिरहेकी थिइन्। विपना आफ्नो कानुनी पोशाकमा आमाको छेउमा बसेर दाइको सफलतामा खुसी व्यक्त गर्दै थिइन्। जब विवेकको नाम उच्चारण भयो र उसले गोल्ड मेडल सहित आफ्नो उपाधि ग्रहण गर्यो, हल तालीले गुन्जियो। फूलमायाका आँखा खुसीका आँसुले भरिए। यो केवल एक उपाधि थिएन, यो आत्मसम्मानको जित थियो। त्यही भिडको पछाडि गोकुल पनि उपस्थित थिए। उनी जीर्ण, रोगी र पुरानो कपडामा थिए। कसैले पनि उनलाई चिन्न सकेनन्। उनी आफ्नै छोराको सफलतामा हर्षित थिए, तर पछुताले उनको छाती पोलिरहेको थियो। समारोह सकिएपछि विवेक र विपना आमासँग खुसी साट्न आए। गोकुलले सङ्कोच मान्दै भिडबाट बाहिर निस्कने प्रयास गरे, तर विवेकले उनलाई देख्यो। बुवा! विवेक दौडेर गोकुलको छेउमा पुग्यो र उनलाई अङ्गालो हाल्यो। गोकुलले आफ्ना छोरालाई अङ्गालोमा समाते। उनको आँसु विवेकको चम्किलो गाउनमा खस्यो। फूलमाया र विपना पनि गोकुलको छेउमा पुगे। फूलमायाले गोकुललाई हेरिन्। उनको आँखामा अब रिस थिएन, केवल गहिरो शान्ति थियो। गोकुलले फूलमायाको छेउमा आएर घुँडा टेके र भने, फूलमाया, म तिमीलाई बधाई दिन आएको हुँ। तिमीले गर्दा नै विवेकले यो सफलता पायो। मलाई माफ गर, म तिमीहरूको खुसीको हिस्सा बन्न सक्दिन, तर म पछताएको छु। फूलमायाले गोकुललाई उठाइन्। गोकुल, तपाईको माफी म स्वीकार गर्छु, तर समय फिर्ता आउँदैन। तपाईको गल्तीले मलाई कमजोर होइन, बलियो बनायो। तपाईको दोस्रो श्रीमतीको आगमनले मेरो आत्मसम्मानको जन्म गरायो, त्यसैले धन्यवाद। विपना, जसले कानुनी शिक्षा लिइरहेकी थिइन्, उनी गोकुलको छेउमा आइन्। बुवा, तपाईलाई थाहा छ, अदालतले सम्पत्तिको मात्र भाग लगाउँछ, सम्बन्धको होइन। आमाले सम्पत्तिमा आफ्नो भाग लिनुभयो, तर प्रेममा तपाईको हिस्सा छोडिदिनुभयो। विपनाले शान्त स्वरमा भनिन्, तपाईले हामीलाई जन्म दिनुभयो, तर आमाले हामीलाई जीवन दिनुभयो। हाम्रो घर अब सहरमा छ, जहाँ बुवालाई सम्मान दिइन्छ, न कि प्रश्न। गोकुलले आफ्ना बालबालिकाको उच्च विचार सुनेर अभिभूत भए। उनलाई लाग्यो कि उनले असफलताबाट पनि सफलता जन्माउने पत्नी र ज्ञानी बालबालिका गुमाएका रहेछन्। फूलमायाले गोकुललाई अन्तिम पटक हेर्दै भनिन्, तपाईको जीवनमा अहिले जे छ त्यो तपाईको कर्मको फल हो। शान्तिसँग बस्नुस्। मलाई अब कसैप्रति घृणा छैन, किनभने मेरो जीवनमा घृणालाई भन्दा प्रेमलाई ठूलो ठाङ दिनु छ। विवेकले गोकुललाई केही पैसा दिएर सम्मानसहित विदा गरे। गोकुलले त्यो पैसा लिन चाहेनन्, तर विवेकको विनम्रताले गर्दा उनले स्वीकार गरे। गोकुल त्यहाँबाट शान्त उदासीका साथ हिँडे। उनले महसुस गरे कि उनले फूलमायालाई मात्र होइन, आफ्नो खुसीलाई पनि गुमाएका रहेछन्। वर्षौंपछि फूलमायाको कथा मदनपुर गाउँ र सहर दुवैतिर प्रेरणाको स्रोत बन्यो। महिलाहरूले फूलमायाको साहसलाई देखेर अन्याय विरुद्ध आवाज उठाउन सिके।
फूलमायाले आफ्नो जीवनमा पारम्परिक सौताको आगमनको परिभाषालाई नै परिवर्तन गरिन्। उनका लागि सौताको आगमन गोकुलको जीवनमा सपनाको प्रवेश थिएन। सौताको आगमन त गोकुलको मनमा लोभ, क्षणिक आकर्षण र इमानदारीको कमीको प्रवेश थियो, जसले उनको सुखद दाम्पत्यलाई ध्वस्त पार्यो। फूलमायाले कुनै पुरानो प्रेमको प्रतीक्षामा जीवन बिताइन्, न त उनी पीडित भएर बसिन्। उनले आफ्नो सङ्कटलाई अवसरमा परिणत गरिन्। फूलमायाको कथाले प्रमाणित गर्छ, जब एक महिलाले आफ्नो आत्मसम्मानलाई सबैभन्दा ठूलो सम्पत्ति मान्छे, तब उनलाई कसैले पनि पराजित गर्न सक्दैनन्। उनले गुमाएको पति थिए, तर उनले पाएको जीवन थियो, जुन पैसा वा प्रेमभन्दा कैयौँ गुणा महत्त्वपूर्ण थियो।